के अति भए कसरी चाहिँ तिमी चाहिँ टक्सिक थट जे कुरामा हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ म आइसकेको छु हजुरहरूको सामु नयाँ ब्लग लिएर। हजुरहरूलाई थम्बनेल टाइटलदेखि नै थाहा भइसक्यो होला आजको भिडियो चाहिँ के हो भनेर है। आजको भिडियो चाहिँ एकदम एक्सट्रिम जानुसक्छ होइन। अनि त्यसको लागि चाहिँ म अगाडि नै हजुरहरूलाई सरी भनेर म माफ माग्न चाहन्छु, किनकि होइन एकदम एक्सट्रिम हुनसक्छ त्यो यो भ्लग। अनि त्यस पछाडि हजुरहरूको जेरक्स दाइले के भोग्नुहुन्छ त्यो देखेर हजुरहरूले मलाई गाली पनि गर्न सक्नुहुन्छ। त्यसको लागि म अगाडि नै क्षमा माग्दछु हजुरहरूलाई। अनि अर्को नेक्स्ट कुरा, आज यो सुशी दिदी किन के अरे नक्कल पारेको टाइपको बोलिरहेछ भनेर सोच्नुहुन्छ होला, तर त्यो होइन गाइस। के हो भन्दाखेरि तपाईँहरूले योभन्दा अगाडि मेरो दाँतमा ब्रासेस लगाएको देख्नुभएको थियो होला है। त्यो ब्रासेस चाहिँ मैले खोलेको थिएँ भनेर अगाडिको भ्लगमा पनि थाहा छ। अनि अहिले चाहिँ मैले यो यहाँ भित्रबाट पनि तार हालेको छ है, किनकि त्यो ग्याप नहोस् भोलिको दिनमा भनेर। अनि अहिले त्यो फाल्टै भइहाल्यो। अनि यो बाहिर प्लास्टिकको रिटाइनर पनि हालेको छ क्या, दुइटै छ। त्यही भएर बोल्नु अलिक समयको लागि अलिक गाह्रो हुन्छ भनौँ न। अब हुन्छ नि जिब्रोले टच गर्छ क्या त्यो यो प्लास्टिकको उयसलाई, अनि कस्तो अप्ठ्यारो भएको जस्तो भइरहेको छ बोल्न हो न। अनि तपाईँहरूले सोध्दै पनि हुनुहुन्थ्यो है, दिदी तपाईँको कति लाग्यो, कति कस्ट आयो यो के अरे ब्रासेस लाउँदा ओर्दा भनेर भन्नुहुँदै थियो। अनि मेरो चाहिँ है सबै गरेर 60K, दाँतको ब्रासेस मात्रै लाउनु तल र माथि 60K। अनि त्यसको बापत यो फिक्स रिटाइनर भन्छ त्यो लगाउँदाखेरि अझै एक्स्ट्रा कति लिनुभयो, 4000 होला। 4000 होइन 5500 होइन रिटाइनर यहाँ तलको उयो लगाउनको लागि। अनि यो फेरि प्लास्टिकको, किनकि त्यो रिटाइनर लाउँदाखेरि पनि त्यो निक्लिने हुने हुँदो रहेछ। अनि फेरि प्लास्टिकको बनाउँदाखेरि चाहिँ 3000 लिनुभयो है। एकदमै दाँतको चाहिँ एकदमै कस्ट ज्यादा आउने रहेछ है। यो सबै कुरा छोडिदिउँ, अब म तपाईँहरूको जेरक्स दाइलाई यस्तो इरिटेट गर्न आँटेको छु, कसको मन दुख्छ दुखोस् है। साथीहरू है, म चाहिँ तल थिएँ अनि यहाँ सिजलको गेमिङ रुममा आएको। अनि सिजल चाहिँ भिडियो बनाउन आँटिरहेको रहेछ भर्खर नुहाएर होइन। म चाहिँ त्यो कपमा पानी लिएर आएको थिएँ, त्यो हानिदिनु पर्यो भनेर होइन। अनि कस्तो डर लाग्यो क्या, अब हुन्छ नि भर्खर नुहाएको है, अनि भिडियो पनि बनाउन आँटिरहेछ। आज म फसेँ, तर पनि म गर्छु। डर रिसाउँछ होला, फेरि रिसाउँदैन रिसाएपछि सिजल खतरै रिसाउँछ क्या, त्यही भएर मलाई डर लाग्यो। तर यु क्यान डु इट। एकछिन बाहिर आऊ न, यहाँ आऊ, यहाँ हेर न हौ, उपर हेर त, आँखा बन्द गर त, त्यहाँ हेर न, आँखा बन्द गर्यो। त्यहाँ हेरिराख है, फेरि यता फर्क्यो भने बोल्दिन नि। हेर त त्यहाँ के देख्यौ, खोला त आँखा, मलाई नहेर है। के गर्छौ? के गरेको? के भयो? भएको चाहिँ के बोला क्या हो? के हो? के हो? छक्क पार्छ त। मरे म किन हौ? के बुद्धिमा हल्लो क्या हो? मानसिक सन्तुलन के गरेको गर्न चाहिँ? के होइन हौ, के गरेको हो गर्नु चाहिँ? के होइन हौ, रिस उठेन? उठेन। किन? के कन्टेन्टको कमी भएकै हो? होइन होइन कन्टेन्टको कमी भएको हो? होइन
होइन हौ के गर्नु खोजेको क्या कि हल्यो दिमाग कनेक्सन बिग्रियो क्या दिमागको सो साथीहरू अब चाहिँ रात परिसक्यो अनि म अर्को कुरा के गर्न आँटेको छु भने यो नदेखिने कप छ यहाँ म स्प्राइट हाल्छु अन्तखेरि पक्नै गाइस अब चाहिँ लानुपर्ने हुन्छ सिजल स्प्राइट खान्छौ स्प्राइट सरी यार के भएको आज कस्तो छ होइन के भएको आज तिमीलाई कस्तो थियो भएको चाहिँ के हो आज स्प्राइट खान्छौ भनेको होइन अनि के मिस गरेको त्यो अनि के भएको तिमी अति चाहिँ नगर्नु क्या अति भन्दा पनि अति चाहिँ नगर्नु यहाँ आनन्दले बसिरहेछ होइन के भएको छ हौ आज यो के हो के गरेको यो खानेकुरा यसरी फ्याल्ने हो अनेको यार तिमी त कसले चाहिँ सिकाउँदैछौ होइन मेन्टल हेल्थ खराब हो क्या आज होइन भएको चाहिँ के छ क्या आज तिमीलाई के होइन यहाँसम्म भिडियो हेर्दाखेरि तपाईँहरूले इन्जोय त गरिरहनु भएको छ होला नि मैले त एकदम इन्जोय गरेँ होइन अनि यो चाहिँ नेक्स्ट डे हो किनकि हिजो नै सबै गर्नु पाइनँ क्या मैले होइन अनि त्यस पछाडि आज चाहिँ नेक्स्ट डे हो अनि आज चाहिँ मैले बनाउँदैछु मोमो उसले मोमो खाने आज भनेर इच्छा गरेँ नि त त्यही भएर मैले मोमो बनाउँदैछु अनि यो भिडियो बनाउनु त मलाई यस्तो एकदम झन्झट एकदम गरौँ कि नगरौँ कि त्यो टाइपको होइन अनि योभन्दा अगाडिको भिडियो त तपाईँहरूले फुल इन्जोय गरेर हेर्नुपर्ने हुन्छ मन पर्यो भने लाइक पनि गर्नु नबिर्सिनु सब्सक्राइब पनि गर्नु नबिर्सिनु है अनि आज चाहिँ मैले दिमाग लगाउँदैछु यो मोमोमा चाहिँ म केही यहाँ खुजुर मुजुर हालेर म खिलाउँछु होइन आज त सोच्दिनँ होला उसले आज म के भन्छु भने अब मोमोको भिडियो हाल्छु भनेर भन्छु हेर मैले चाहिँ यहाँ रोटी बेलिसकेँ हाम्रो सिजरले चाहिँ अलिक ठुल्ठुलो टाइपको मोमो मन पराउँदैन क्या अनि यहाँ म हाल्छु अदुवा खोर्सानी यो पनि खोर्सानी नै हो अनि यहाँ लेमन है ल अनि तखेरि अलिकति किमा हाल्छु किमा हालेपछि अलिकति थाहा पाउँदैन नि त लेमन निचोर्छु ल किमामा अमिलो होस् न कस्तो हिजोदेखिको म खुस्क्यो कि क्या हो भनिरहेछ के मार्छ होला मलाई कस्तो न अटेको जस्तो भयो त यार मलाई चाहिँ आम्बो भयो है ल हेर्नु त केही गर्न नसके पनि हेर माया यो मोमो बनाएर बेचेर भयो नि तिमीलाई पाल्न चाहिँ सक्छु ल बिचरा यहाँ नै यहाँ मैले अरू हालेको छु यो साइडमा यहाँनिर हालेको छु के अब हेरौला रियाक्सन कस्तो आउँदो रहेछ ल साथीहरू मैले चाहिँ सिजरले मोमो खान्छ भनेर अब बनाइदिएँ एक दुई तिन चार 1 2 3 4 5 6 फेरि नखोलेको कस्तो गर्मी भयो म चाहिँ दिनभरि भिडियो बनाएर भिडियो एडिट गरेर गलेर चाहिँ
तल आएको हो अनि उसले चाहिँ टक्क मोमो बनाएर राखेको छ मेरो लागि यस्तो हुनुपर्छ है सबैजनाको घरमा टक्क बुढालाई यतिको चाहिँ ट्रिट दिनुपर्छ आज मोमो नाइ हामी यो साइड तिम्रो हो यो साइड उसको हो यो साइड मेरो हो ल धेरै मान्छे यस्तो ल ल चढाएको चढाको कसले खाने सुरुमा 1 2 3 चेस गरेर ल चेस अचार कस्तो भएको दही बनाएको त नि दामी छ आज धेरै मिठो भएछ यार अरू बेला भन्दा त तिमी यो मलाई खुवाइदियो यो अलिक ठुलो रहेछ अलि हामी रोमान्टिक भइदिउँ न मेरे सुख दुख आते जाते सारे दूध सोनिया ए म यो खुवाइदिन्छु तिम्रो भएको तिमी मलाई यो खुवाइदेऊ न म ठुलो खान्न नि त मन पर्दैन नि त ठुलो खान खाऊ न हो मेरो लागि हो ल रोमान्टिक घरिघरि दामी पनि रोमान्टिक हौँ न ल ल मलाई खिलाइदेऊ ल बुढाको हातको जम्मी रहेछ ल राम्रो भयो के सारा यो के को सारा यो के गरेको कस्तो त्यो स्वादै बिगार्दैन त यार अब त त्यही भएर नगरौँ कि इरिटेटिङ होइन स्वाद चाहिँ बिगारे क्या हिजोबाट इरिटेटिङ गरेको अरे खोइ यहाँ मलाई इरिटेटै भएको छैन भएन फेल भएँ म तर मोमेन्ट चाहिँ बिगार्यो क्या मोमेन्ट चाहिँ बिगाऱ्यो क्या यहाँ कस्तो मिठो गरेर खाइरहेको थिएँ अब स्वादै बिग्रियो नि त मेरो इरिटेट त भइरहेछ नि यहाँ ल यस्तो गर्नुभयो है अरूमा त मिक्स गरेको छैनौ नि छैन अहिले अचार कस्तो दामी भएछ हौ त्यो त यसै हेर्छु एउटा मात्र ठुलो ठुलो छ के मिक्स गरेको थियो त्यहाँ टन्नै हालेको थियो अदुवा खोर्सानी निम्बु हालिदिएको थियो म त त्यसमा चाहिँ स्पेसल अमिलो के हालेर दामी बनाएर खुवाउनु लागेको हो एकछिन सोचेँ साथीहरू मोमो चाहिँ दामी भएछ तपाईँहरू पनि है आफ्नो हस्बेन्डलाई अनि आफ्नो मन परे छ्याउ मेरो यसरी मोमो बसेर खानु होला खिलाउनु होला उनीहरूलाई अब हाम्रो त बिहे भइसक्यो इन्जोय यर लाइफ अब बिहे नगरिन्जेलसम्म हो केटा हो बिहे गरेपछि त्यही हो बुढीको किचकिच सुन्नै पर्यो कमाएर ल्याउनै पर्यो बुढीलाई खिलाउनै पर्यो लुगा किनिदिनै पर्यो पैसा चाहिँ कमाऊ है केटा हो ल आजको लागि यति नै गीत नबजाऊ न हौ गिटार नबजाऊ न हौ गलिसकेँ म टिभी हेर्छु भनेको एकछिन गिटार नबजाऊ न हौ दिक्क लागिसक्यो यार दिनभरि गिटार बजाएको छ टिभी एकछिन हेरौँ भनेको के हो तिमी चाहिँ छ्या जतिखेर नि किन गिटार त्यसरी राखेको हौ तिमीलाई चाहिँ के भएको छ देऊ है म हेर्छु देऊ रिसै उठ्दो कसको कसलाई सम्झेर चाहिँ स्याड गीतहरू चाहिँ गाइबसेको कसलाई चाहिँ सम्झिनु हो फेरि त्यस्तो चाहिँ
नहाँस म सिरियस छु जहिले पनि गीत गाउँछौ त्यही पनि स्याड स्याड गीतहरू गाउनु अरे कसको चाहिँ याद आउँछ हौ तिमीलाई अति चाहिँ नभन है कसको याद आएर गाएको हो कि के हो कि होइन गाना गाउँदा चाहिँ कसरी याद आउँछ हौ नहाँस मलाई रिस नउठाऊ है मलाई रिस नउठाऊ नि के भएर चाहिँ गाइन्छ त गीत अब त्यो अब आफ्नो भाइब लिएको नि हौ भाइब लिएको तिमीलाई चाहिँ के त्यस्तो लाग्छ मलाई त्यस्तै लाग्यो अहिले मलाई त्यस्तै लाग्यो मलाई अहिले आएर त्यस्तै लाग्यो मलाई लाग्नु के मेरो गल्ती छ त्यहाँ होइन म चाहिँ कसरी के अरूहरूलाई चाहिँ सम्झिन्छु हौ त्यस्तो के चाहिँ कसरी थाहा लाग्छ हौ तिमीलाई चाहिँ? तिम्रो मनको कुरा के थाहा मलाई त्यही सम्झेर त गायो होला त दुनियाँलाई सम्झेर आज चाहिँ अति गर्दैछ है तिमीले पनि के अति गरेँ हौ मैले के अति गरेँ मैले के अति गरेँ मैले तिमी चाहिँ होइन जहिलेको तैले कसलाई सम्झेको पाराले गीत गाउँछौ त्यस्तो चाहिँ कसरी चाहिँ तिमीले सोच्नु सक्यौ हो मेरो ऊ बारेमा? हाँस्दैछौ तिमीले हो नै होइन हो होइन अनि कस्तो नसोचेकै कुरा भनिदिन्छौ अनि त्यो हाँस उठ्दैन त मान्छेलाई मान्छेलाई हाँस कसरी उठ्छ हाँस अति पनि नगर तिमी के चाहिँ अति भइरहेछौ क्या आजकल मैले के अनि अति जे भएँ कुरामा चाहिँ कसरी चाहिँ तिमी चाहिँ टक्सिक जे कुरामा मलाई उल्टो ओ भनिरहेछौ। ओ ओ माई गड म टक्सिक भएँ तिम्रो बुढी टक्सिक भए तिमी पनि टक्सिक हो पोजिटिभली लिँदैनौ क्या हरेक कुरा थेट उल्टै मात्र सोचेको छ खालि। मलाई अब टेन्सन भइसक्यो अब जतिखेर पनि होइन गीतको पनि हुन्छ त कुनै ह्याप्पी सङहरू हुन्छ त्यो गाउनु नि के चुप्प लाएर बसेको अब जिस्केको नरिसाउ न जिस्केको थियो क्या सरी क्यामेरा गरिरहेको थियो भिडियो भिडियो गरिरहेको थियौ त्यहाँ के भिडियो बनाएको तिमीले आज केही न केही चाहिँ बक्रा बनाइरहेको छौ होइन मलाई सरी नरिसाउ ल के भिडियो बनाएको तिमीले आज मैले नोटिस गरिरहेको छु के इरिटेट गर्ने प्लान हो क्या होइन किन इरिटेट लागिरहेछ अनि अघि पानी खनायो घरि के गर्छौ घरि के गरिरहेछौ म रिसाएको मन दुख्यो तर त्यस्तो कुरा चाहिँ नभन्नु पर्ने क्या अति त्यो होइन हुँदैन होला। जिस्केको नि त नि म त हाँस पो उठ्छ फेरि हाँस्छु ऊ त सिरियस भइजान्छ हो अनि म रिस उठ्दैन त्यस्तो जिस्केको यस्तो कुराहरू छ्या छ्या अति हो यार भन्नु चाहिँ के कहाँबाट चाहिँ सोचाउँछ हो त्यस्तो भन्ने चाहिँ अब जिस्केको भिडियो गरिरहेको थिएँ जिस्केको भन्दैछु त स्याड सङ गाइरहेको छु अरे उसले कुन चाहिँ केटीको याद आयो त्यही त जिस्केको भनिरहेको छु त त्यो जिस्किने नि एउटा लिमिट हुन्छ नि कस्तो हाँस उठिरहेको थियो मलाई फेरि ऊ चाहिँ सिरियस भइदिन्छ ऊ नाटक पनि कति गर्न आएको यो त एक्टरै हुन्छ होला हौ गाई कोही डिरेक्टरहरू छ भने यसो यहाँ छ है मान्छे रिस त उठेन नि रिस त उठेन ए, एकछिन त रातो- उठ्यो रातो मलाई। भएर त रिस तात्यो। उठिरहेको थियो नि भिडियो थिएन भने चाहिँ म आज झगडै गर्थेँ होला सरी यार इट्स ओके भन हुँ? इट्स ओके भन न त्यो त मनमा त के जान्नु भिडियो बनाएको छ भनेपछि भिडियोको लागि भनेर गऱ्यो होला नि त अब के छ अरू रिसाए पनि पनि- प्लानिङ छ कि अरू पनि प्लानिङ छ कि छैन रिसाए पनि बाल मतलब मेरो भी दिन आएगा अपना भी टाइम आएगा आफ्नो म नि टाइम एक दिन नै आयो यस्तो सताउँछ नि यस्तो रिस उठाउँछु नि म